नमस्कार, हार्दिक स्वागत छ सम्पूर्ण दर्शक महानुभावहरूलाई। बागमती प्रदेश मुख्यमन्त्री कप 2082 राष्ट्रिय महिला फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ। पहिलो खेल उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबको महिला टोली र सङ्कटा फुटबल क्लब आम्ने सामने छन्। लिग पनि खेलेकै थिइन् र सुरु भएको छ। यस प्रतियोगिताको थालनी भएको छ नुवाकोटको बजार स्थित यस नवादश बहुमुखी क्याम्पसले नयाँ इतिहास गर्नेछ। महिला फुटबलमा एउटा अर्को आयाम थप्नेछ यस प्रतियोगिताले। त्यो विश्वासको साथमा पछिल्लो समय महिला फुटबलको जुन किसिमले उदय भएको छ, जुन लोकप्रियता र उचाइ चुलिएको छ, त्यसको सकारात्मक प्रभाव घरेलु महिला फुटबलमा परेको हामी बुझ्न सक्छौँ। किनकि पूर्व पश्चिम जताततै हामी राष्ट्रिय स्तरका महिला फुटबल प्रतियोगिताहरूको आयोजना लगातार बढिरहेको देख्न सक्छौँ। त्यसमध्येको एउटा नयाँ आयाम हामी मान्न सक्छौँ यस प्रतियोगितालाई। विशेष गरी प्रतीक्षा राईको कुरा गर्छौँ, जेनिफरको कुरा गर्छौँ भने जेनिफरले त भुटानको लिग पनि खेलेकी थिएन, गोलकिपरको टेस्ट पनि गरेको थियो, सुरुवातमा सेट पिस पनि प्राप्त गरेको छ र यो मौकाको रूपमा लिएको थियो। सुस्मिता चौधरी आएर डिफेन्ड गरेकी छिन्। पहिला एकपटक खेलेकी छिन्। फर्स्ट लाइन सेट गरिसकेको छ आर्मीले। सम्पूर्ण खेलाडीहरू ओभरलोड गरेको छ। नम्बर्सलाई मुभमेन्ट पनि सुरु भएको थियो तर रोकिन्। एबिलिटी बोक्छन् सङ्कटाका खेलाडीहरू, किनकि कोशी प्रदेश टप फर्ममा रहेर लिग अन्त्य गरेको थियो। तर खेल्न पाएको थियो। यहाँ प्रेसरमा थिइन् विमला, गोलकिपर कोपिला पनि अगाडि बढी उनलाई फाउल गर्न पुग्यो सङ्कटाले। पोजिसनमा आर्मी हुनेछ लीला सिन्हा। राम्रो फिट गरेकी छिन्। यो टेक्निकल सुपेरियरिटी उनी बोक्छिन्, त्यस कारणले गर्दा आर्मीले अनुबन्ध गरेको छ। विमला चौधरी बक्सभित्र यो क्रसिङ बलमा भने पहिलो गोल हुनेछ लीला चन्द। आर्मीको लागि डेब्यू खेलमा गोल गर्न सफल नुवाकोटको बजार स्थित यस मैदानमा यो ग्लोरी आर्मीको जर्सीलाई सर्भ गर्ने क्रममा सुदूरपश्चिमकी प्रतिभा विभागीय टोलीमा आएकी छिन् करारमा। यद्यपि जे कामको लागि उनलाई अनुबन्ध गरेको छ आर्मीले, त्यो विश्वासलाई बेरेखेर जान दिएनन्। खाता खोल्न सफल लीला चन्द, तर आर्मी पनि अग्रतामा गएको छ। कोपिलाको चेक हुनेछ यहाँ। सपना देखिरहेका छौँ, अब त्यो बाटोमा छौँ। रकिल नेपाल फुट यसपल्ट फेरि पनि सङ्कटा बराबरी गोल गर्न सफल। शानदार सुरुवात यस खेलको। नुवाकोट गर्माएको छ, चुरबुराएको छ यस गोलपछि। शानदार हेडर फिनिस र को हुनेछन् अरू ट्यालेन्टेड खेलाडी पूर्णिमा राई आउँदैछन्। सर्मिला थापा फेरि पनि लीलाचन्दको प्रहार क्रसबार माथिबाट बाहिरिन पुगेको छ। अझै पनि सर्ट लिने चान्स रहेको छ। यो किसिमको स्कुप राम्रो खेल्छिन्। हामीले लिगमा पनि देखेका थियौँ प्रतीक्षा राई। तुलसा क्रस बक्सभित्र लीलाले मिस गरिन्। अझै पनि ब्याकल रहेको छ। विमला चौधरी आउनेछिन्। वेल डन, उत्कृष्ट च्यालेन्ज रह्यो। लीलालाई पनि रोक्न सफल गोलकिपर। उत्कृष्ट बचाउ गरेको छ सङ्कटाले। यहाँ सिमरन राईले त देखिँदै थियो, एउटा मोटिभेसन थियो यो पास खेल्नु पूर्व। निकै राम्रो बल। सुकरिया आउनेछिन् पोजिसनमा। सुशीला आउनुपर्नेछ बाहिर र निकै राम्रो टेक गोलकिपर सुशीला चौधरी। विमला पेस चौरीसँग अनुभवी डिफेन्डर समीक्षालाई इजिली ह्यान्डल गरेकी छिन्। उनको लीलालाई पनि सुशीलाले डिफेन्सले पनि राम्रो काम गरेको थियो। ममता पनि छिन् अगाडि, समीक्षा पनि पछाडि। हेडर जितिसकेकी छिन्। यो चान्स हुनेछ तर कोपिलाको लागि सहज टेक। अहिलेसम्म मेहनत गर्दै ममताको क्रस आएको छ समीक्षाभन्दा अगाडि र समीक्षाको सर्ट ब्लक। अझै पनि मौका छ यहाँबाट। प्रतीक्षाले अटेम्प्ट गरेकी थिइन्, समीक्षा छोडेकी थिइन् र पूर्णिमा आफ्नो प्रेसको लागि पूर्णिमाको अर्को सर्ट, अर्को ब्लक अञ्चली वाइबाबाट। अहिले भने ममता अझै पनि क्रस बक्समा छ। गोलकिपर आउनेछिन् कोपिला। अर्को एउटा टिफिने सफल लभ रहेको थियो। गाह्रो हुनेछ अञ्चलीलाई। पछाडि आएकी छिन् समीक्षा, तर कोपिलाले टेक लिने यसपटक भने आउन सक्ने छिन्। एरियल एलनको चुनौतीलाई पन्छाउनु पर्नेछ उनले। राम्रो काम गरिन्। विमला चौधरीको लागि चान्स, स्पेस पनि स्कुप गरेकी थिइन् लभ गर्दै, तर अर्को एउटा महत्त्वपूर्ण डिफेन्स। ममता सिन्हा, ममता स्मृतिलाई खोज्ने क्रममा कोपिलाको टेक रहनेछ। इन्द्री छन् यहाँ बिचमा। विमला आइसकेकी छिन्। विमलाको लेफ्ट फुटेड सर्ट रहेको छ। अति नै शानदार किक रहेको थियो। यद्यपि गोलकिपर हुन् कोपिला खड्का पनि राम्रो छन्। पेनाल्टी
टाई ब्रेकरमा पनि त्यहाँ भन्दा पनि अगाडि फिनिस हुन सक्छ फर द प्रेस पूर्णिमा ग्लोरियस अन्तिम समयमा पूर्णिमा राई दोस्रो गोल उनको लागि आर्मीमाथि सङ्कटाको दोस्रो गोल र लिड पनि अन्तिम समयको पूर्णिमा राई नाम जस्तै उज्यालो चम्किलो पूर्णिमाको रात हामीलाई याद छ तर पूर्णिमाको आजको रात हुनेछ सङ्कटाकी पूर्णिमाको ट्यालेन्टेड स्ट्राइकरबाट आज सङ्कटाले स्तब्ध पार्न सक्दैछ त्रिभुवन आर्मीलाई इमर्जेन्सी सेन्स अफ इमर्जेन्सी लागू भइसकेको छ तर सङ्कटा फेरि पनि अर्को एउटा काउन्टर सिचुएसनमा जेनिफर आउने कोसिस गरिरहेकी छिन् अन्डरनिथ बलको जेनिफर राणा क्लिप गरिसकेकी छिन् र तेस्रो गोल सङ्कटाको सेलिब्रेसन जेनिफर राणा मगर सुनमा सुगन्ध थप्ने क्रममा यो खुसियाली हेर्न सक्छौं त्रिभुवन आर्मीलाई स्तब्ध गर्दै तेस्रो गोल अन्तिम मिनेटमा फेरि पनि विश्वास देखाउँदैछ र फुल टाइम सङ्कटा प्रोग्रेस गरेको छ बागमती प्रदेश मुख्यमन्त्री कप 2082 को नेक्स्ट राउन्डमा स्टन्ड साइलेन्स त्रिभुवन आर्मी विभागीय टोलीलाई पराजित गरेको छ नयाँ अध्याय नयाँ इतिहास नेपाली महिला फुटबलको सङ्कटाले कोरेको छ नुवाकोटको बच्चाहरूलाई साक्षी बनाएको छ सङ्कटा आर्मीलाई परास्त गर्न सफल भएको छ विभागीय टोलीको प्रतिष्ठा दबदबालाई परास्त गर्न सफल भएको छ फुल टाइम सङ्कटा 3 आर्मी 1 व्हाट अ म्याच यो नतिजा मात्र होइन यसले परिभाषाहरू बदलिनेछ नेपाली महिला फुटबलमा घरेलु फुटबलमा नयाँ विश्वासहरू दिनेछ सिभिल टिमहरूलाई लगानी गर्नुस् महिला फुटबलरहरू खोज्नुस् ल्याउनुस् टिम बनाउनुस् नतिजा तपाईहरुको अगाडि आउनेछ त्यसको उदाहरण स्वरूप सङ्कटाको आजको यो मैदानको प्रदर्शन विभागीय टोलीलाई हराएको छ उसले र नेक्स्ट राउन्डमा प्रवेश गरेको छ बागमती प्रदेश मुख्यमन्त्री कपको त्रिभुवन आर्मीले हारेको छ यो खेल विश्वास गर्नुस् भोलिको हेडलाइन तपाईको लागि हुन सक्छ सोशल मिडियामा तपाईको लागि आजको विषय बन्न सक्छ बहसको र नतिजा एकातिर सम्मान एकातिर अपोनेन्ट टिमलाई अब हातेमालो गर्न गएको छ मोमेन्ट अफ जेस्टर देखाउन गएको छ दर्शकवृन्द यो खेल सकिएको छ आजबाट सुरु भएको छ यो प्रतियोगिता आर्मी हारेको छ नकआउट भएको छ सङ्कटाले 3 गोल गर्यो पूर्णिमा 2 गोल 1 गोल जेनिफा र आर्मी 1 गोल पहिलो खाता खोलेको थियो सम्हालिन सकेन अन्तिम समयमा यो डान्स यो मुभ यो सेलिब्रेसन जायज नै रहनेछ सङ्कटाको किनकि यो खुसी यो शेर धेरै ठुलो हो सामान्यतया हुँदैन हेर्न सक्छौं डिजर्भ गर्छ यस टिमले प्रत्येक पललाई बाँच्न डिजर्भ गर्छ बधाई छ सङ्कटा उत्कृष्ट खेल र उत्कृष्ट नतिजा नेपाली महिला फुटबलमा यस्तो किसिमको सनसनीपूर्ण नतिजाको आवश्यकता थियो मलाई पनि आज आज्ञा दिनुहोस् कोप नेसन प्लेयर अफ द म्याच तपाई त्यसको टुङ्गो लगाउनुहोस् त्यो पनि लेट मोमेन्टमा के रहेको थियो कस्तो रहेको थियो हामी उहाँसँग कुराकानी गर्नेछौँ पूर्णिमा धेरै धेरै बधाई छ थ्याङ्क यू पहिला त धेरै धेरै धन्यवाद पनि छ किनकि यो समग्रमा सायद सिभिल टिमहरूले चाहेको रिजल्ट थियो तपाईँलाई पनि त्यस्तो लाग्छ विभागलाई हराउन त गाह्रो नै हुन्छ नि होइन गाह्रै हुन्छ के भन्नु मुख्य संरक्षक अब त्यो चितवन गोल्ड कप भएको थियो नि हामीलाई आर्मीले के भन्छ 2-0 ले हारेको थियौँ हामी त्यो एउटा रिभेन्ज हामीलाई सुधार्नु थियो त्यो रिभेन्ज हामीले अहिले आजको यो के भन्छ नुवाकोटमा हामीले बदला तिर्यौँ खुसी लाग्यो हाम्रो ड्रिम कम्प्लिट हो त्यही भएर खुसी छ हामी अब गेमको प्लान चाहिँ के थियो फर्स्ट गोल आर्मीले गरिसकेको थियो आज त्यसपछि तपाईँले इक्वलाइजर गर्नुभयो बराबरी गोल गर्नुभयो त्यसपछि कस्तो लाग्यो होइन त्यसपछिको के थियो अब त जित्न सक्छौ भन्ने थियो ड्र भएपछि त अब हामीले जसरी पनि आफ्नो 100 दिनु थियो जसरी पनि हामीलाई हराउनु नै थियो आर्मीलाई पहिलाको बदला तिर्नु थियो त्यो जो हामीले बदला यो सेकेन्ड हाफमा हाम्रो टिम वर्कहरू पनि सबै राम्रै भयो सबैले खटेर खेल्यो सबभन्दा मेन भनेको सबैले आफ्नो 100 दिएर खटेर खेल्यो एकजनाले पनि छोडेन कसैले पनि हार मानेन अब त्यही हाम्रो टिमले गर्दै अब हामीले यस्तो राम्रो गेम खेल्यौँ त्यसको के भन्छ त्यसको त्यही भएर रिजल्ट पनि राम्रै आयो हाम्रो गोल पनि निस्क्यो
हुन्छ आगामी खेलहरूको लागि धेरै धेरै शुभकामना पूर्णिमा कि कन्टिन्यू थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच वेल डन उहाँ हुनुहुन्थ्यो आजको यस खेलको प्लेयर अफ द म्याच पूर्णिमा राई